सक्छौँ कि हामी संकल्प गरौँ। मैले फेरि पनि भने हामी मानिरहेका छौँ पनि खारेज होइन गरौँ गरौँ गरौँ। मैले भने दलित कोटा मात्र होइन बाहुन कोटा पनि खाली गरौँ। 9% बाहुनले 98% गरेर बस्ने 15% दलितले चाहिँ सधैँ तल स्यापेर राख्ने जातीय कोटा खाली गरौँ। कतिजना समानुपाती समावेशी ढङ्गको आज तपाईँले प्रश्न छेडिहाल्नु। 77 जिल्लामा सिडिओको कतिजना छन् फेरौँ आजै डिएसपी कतिजना छन् फेरौँ आजै न्यायाधीश गभर्नर नियुक्तिको कुरा भएको छ एउटा दलित गभर्नर फेरौँ आजै मुख्यमन्त्री फेरौँ आजै जातीय कोटा खाली गरौँ। आरोजु देउबाउ जस्ता नालायक पात्रहरूलाई अझै खारेज गरौँ। महिलाको नाममा दलितको नाममा जनजातिको नाममा बाहुनको नाममा जातै भजाएर जातै देखाएर लाजै नमानेर एउटै हातले हसुरी खाएर हजुरला खाएर पचाएर जसरी राखेका छन् तपाईँले अहिले भनेको जस्तो एउटा सङ्कल्प गरौँ। आज काठमाडौँको माइतीघर मण्डलमा एउटा सङ्कल्प गरौँ। हामी जाति मान्दैनौँ तर जातको नाममा दलितहरूलाई बलात्कार नगरियोस्। हामी जाति मान्दैनौँ तर जातको नाममा नवराजहरूको हत्या नहोस्। हामी मान्दैनौँ होइन दलित हटाऊ। मैले फेरि भने होइन तपाईँले मैले भनेको होइन नेपालको संविधानको प्रस्तावनाकै पहिलो पृष्ठमै दलित भनेर लेखिएको छ। धारा 24 र 40 मा दलित भनेर लेखिएको छ। दलित आयोग बनाइएको छ। मैले बनाएको संविधान हो, मैले बनाएको होइन। दलित आयोग मैले राखेको होइन। यो दलित भन्ने व्यवस्था शूद्र भन्ने व्यवस्था वेद पुराण व्यासहरू मैले लेखेको होइन। यो संरचनाभित्रको एउटा पीडित हुँ म त आत्तिएर न्याकिएर च्यापिएर त्याचिएर यो चिचाउन आएको म त तपाईँहरूको शरणमा आएको तपाईँको क्यामेराम्यानको अगाडि खुट्टा समाउन आएको म तपाईँको यदि यो देशमा साँच्चीकै पत्रकारहरू हुन्थेनन् भने दलितले यसरी न्याय पाउने अवस्था थिएन। पत्रकारिता साँच्चीकै तपाईँहरूले इमान्दारितापूर्वक युट्युब नचलाइदिएको भए फेसबुक नचलाइदिएको भए क्यामेरा नकिनिदिएको भए रात दिन दुःख नगरिदिएको भए यहाँका दलितलाई चाहिँ न्याय हुन्थेन। हाम्रो लागि सबैभन्दा सर्वोच्च अदालत भनेकै यही क्यामेराहरू हुन्। हाम्रो लागि सर्वोच्च निकाय भनेकै यहाँका मिडियाका साथीहरू हुन्, यहाँका पत्र पत्रिका हुन्, यहाँका टेलिभिजन हुन्। त्यसैले अहिले तपाईँले भनेको जस्तो जातीयताको मुद्दा उठाउने हामीलाई पनि रहर छैन। म पनि तपाईँ जस्तै पत्रकारितामा एउटा सपना बोकेर काठमाडौँ छिरेको मान्छे। मलाई पनि क्यामेरा खिच्ने रहर थियो, आज पाखुरा खिच्ने रहर थिएन। रहरलाई ढुङ्गाले च्यापेर छातीमाथि ढुङ्गा राखी हाँस्नु परेको छ भने जस्तो आज हातखुट्टामा नेल लगाएर आएका हुन्। त्यसैले तपाईँ र तपाईँहरू जतिका प्रिय विद्वान मित्रहरूबाट म एउटै कुरा के अपिल गर्न चाहन्छु भने नवराजको मुद्दा दिउँसो 12 बजेको घाम जतिकै छर्लङ्ग छ। 12 बजेको घाम जस्तै छर्लङ्ग भएको मुद्दामा कहीँ कतै बदमासी गरेर यो देशले जातीय दङ्गातर्फ भड्काउने, यो देशमा सामाजिक सत्ता भड्काउने कर्म अदालतले नगरोस्, प्रहरीले नगरोस्, प्रशासनले नगरोस्। हामी यो कुरा यहाँबाट अपिल गर्न चाहन्छौँ। केही प्रश्न भए सोधौँ नत्र भने यसलाई यहाँ टुङ्गाउँ। धन्यवाद। हस्, यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ। एउटा सामूहिक फोटो चाहिँ सबैजनाले अगाडि पछाडि पछि चाहिँ यसरी प्रदर्शन गर्नु।